अडियन्स यसको संयुक्त रूप बेलायतमा राजनीतिज्ञ एडमन्ड वक भन्ने मान्छेले यसलाई चौथो अङ्ग भनेर यसको परिभाषित गर्नुभएको रहेछ र यो चाहिँ सन् 1787 मा यसलाई चौथो अङ्ग भनेर भनिएको हो। प्रश्न बुझ्ने पालो टोली नम्बर 2 को 23 ल सजिलो साह्रै सजिलो नम्बर थपिहाल्यो। प्रेसलाई राज्यको चौथो अङ्गको रूपमा मानिएको छ। अब भन्नुहोस् राज्यका बाँकी 3 अङ्गहरू के के हो? व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका। एकदम एब्सोल्युटली राइट। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। प्रश्न बुझ्ने पालो टोली नम्बर 3 को 43 43 ल विश्वको पहिलो अनलाइन विज्ञापन कहिले प्रकाशन भएको हो? 3 को अलिक ब्याड लाग्ने छ। प्रश्न घुमाइदिनु नि कफेर आएको छ। पास गर्नुभएको छ अडियन्स। यसको संयुक्त रूप सन् 1984 मा अनलाइनबाट पहिलो विज्ञापन 1984 मा भएको थियो। टोली नम्बर 4